हामी चाहिँ हाम्रो सबैजनाको सपना पुरा गर्न मणिचुर दहतिर लाग्यो है ट्याक्सीमा सरर। अनि सोल्टिनीहरू कहाँ हुनुहुन्छ भनेर सोल्टिनीहरूलाई कल गरिदिनुहुन्छ मेरो बुहारी भदैनीहरूले। सोल्टिनीहरू चाहिँ अर्को गाडीमा हुनुहुन्छ अनि हामी चाहिँ यसमा। अनि त्यसपछि हामी सरर अघि बढियो सोल्टिनीहरूलाई कल गरिसकेपछि अनि हिँड्यो। त्यसपछि टिकट काउन्टरमा पुग्यो, टिकट काटेर जङ्गलभित्र सरर छिर्यो है आफ्नो गन्तव्यतिर। यति रमाइलो यति फ्रेस है, कहिले पुग्ला भइरहेको थियो। अनि ठ्याक्कै यहाँ बाटो कन्फ्युज भयो के, ढापड्याम जाने बाटो भनेर चाहिँ यता लेखाएर रहेछ, मणिचुर चाहिँ थाहा थिएन। अनि उहाँलाई सोद्धाखेरि गलत बाटो भनेपछि फेरि हामी फर्क्यौँ क्या, यो बाटो जाँदैन भनेपछि फर्केपछि सरर मणिचुर जाने बाटो हिँड्यो। अनि उहाँ गुरुले चाहिँ नि हाम्रो सोल्टिनीहरूलाई बिच बाटोमा बाटो राम्रो छैन भनेर छोड्नु भएको रहेछ कि उहाँ गुरुले त्यस्तो अपराध काम गर्नुहुन्न थियो। त्यही पनि उहाँले भन्दै गर्छ बाटो राम्रो छैन भने हामी जाउँ भन्यौँ। हाम्रो गुरुले सरर अगाडि लानुभयो, उहाँको कुरा नसुनी हामी अगाडि बढ्यौँ। अनि बाटोमा हाइकिङ गर्दै हुनुहुन्छ उहाँहरू, कति धेरै हुनुहुन्छ, कति धेरै मान्छेहरू है। अनि गयो सरर गयो स्कुटरहरू पनि जान्छ। अनि अब पुग्यो लगभग छेउमा है, छिट्टो पुगिँदो रहेछ स्कुटर बाइकमा। त्यसपछि यहाँ टिकटहरू चेक भयो अनि त्यसपछि हामी अब मासतिर लाग्यो। मणिचुर जाने बाटोबाट यहाँबाट स्टार्ट हुन्छ। अनि धेरैजनाले चाहिँ यो बाटो धेरै लामो छ, धेरै गाह्रो छ भन्नुभएको छ। यहाँ कति पनि छैन कि, यो 10 देखि 15 मिनट मात्र उकालो छ। अनि त्यसपछि माथि सरर लाग्यो, अगाडि पछाडि रमाइलो गर्दै कतिखेर माथि पुग्ने भन्दै है। हामी खुसीले दौडिँदै उफ्रिँदै अगाडि पछाडि गर्दै हिँडिरहेछौँ। अनि हिँड्यो बिचबिचमा फोटो सेल्फी भिडियो खिच्दै हामी। अनि मलाई चाहिँ अलिकति थाके सिडीमा हिँड्दा, अनि त्यसै पनि खुसी छु कतिखेर पुग्ने भनेर है। अनि हिँड्यो, त्यसपछि लखर हिँड्यो, त्यति धेरै पनि छैन। अनि अब टिकटकमा त खतरा देखिरहेछ नि त, त्यही भएर हिँड्यो। अनि ओहो यहाँ पाइला राख्दा त ओ वाउ जस्तो भयो है। कति राम्रो लाग्यो मलाई, यो लुङ्दरै देखेर एकदम मन पराएको थियो। त्यसपछि भिडियो सेल्फीहरू लियो। अनि म मक्ख भएर भिडियो लिँदैछु है। यहाँभन्दा अर्को दह छ कि अर्को माथि, त्यसमाथि लाग्यो। यो चाहिँ मणिचुर दह हो, मेन चाहिँ यो हो। अनि यहाँ यसो म चाहिँ एकदम भिडियोहरू लिँदैछु, रिफ्रेसमेन्ट हुँदैछु। त्यसपछि हामी खाजा खान थाल्यौँ तलतिर झरेर अलिअलि थाकेपछि। अनि हामीले अब खाजाहरू खाएर यसो रमाइलो गऱ्यो, एकछिन फ्रेस भयो, अलिअलि हिँडेको थियो। अनि त्यसपछि अलिअलि अब खाजा खाइसकेपछि ननाची त भएन, अलिअलि यसो नाचगान पनि अब सुरु गर्न लागि है। अनि यहाँ चाहिँ उफर बजाउनु नपाइने रहेछ। अनि त्यसपछि हाम्रो आफ्नै पारामा साकेला पनि हाम्रो राईहरूको साकेला नाचियो। अनि रमाइलो गरियो। त्यसपछि रमाइलो गरेपछि घर फर्कियो हामी है। यति सोचे भन्दा रमाइलो भयो, पानी पनि परेर मौसमले पनि कति धेरै साथ दिएको है। आज त हामी प्रायः घुम्दा पानी परिरहेको छैन। अनि हामी चाहिँ भने जस्तै मौसम हरेक कुरा भयो भनेर खुसीले रमाउँदै घर फर्किँदैछौँ। अनि अब बाटोमा यस्तो छ अफरोडहरू पनि धेरै नै। अनि त्यसपछि बाटोमा ऐसेली पनि भेटेँ, ऐसेली पनि खाइयो। अनि त्यसपछि घर फर्क्यो। यति रमाइलो भयो हाम्रो मणिचुर यात्रा है साथीहरू।